उच्च अदालत तुलसीपुर बुटोलको इजलासले पूर्व गृहमन्त्री एवं राजसभा सभापति रवि लामिछानेलाई शुक्रबार राति थुनामा पठाउन आदेश दियो। लामिछाने 1 करोड रुपैयाँ धरोटीमा छर्ने रूपन्देही जिल्ला अदालतको आदेश बदर हुने निर्णय सार्वजनिक गर्दा शुक्रबार 7:30 बजिसकेको थियो। उच्च अदालत बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुमारले 7+ न्युजसँग कुरा गर्दै शुक्रबार अबेर भएकाले सोमबार कार्यालय खुलेपछि मात्र आदेश बाहिर आउने बताएका थिए। त्यसको केही बेरमा उपरजिस्ट्रार हरिगोपाल ग्यावालीले आदेशको व्यवहार वाचन गरेर सुनाए। आदेशको विवरण मात्रै सार्वजनिक भएको 1.5 घण्टाभित्र रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी हात्तीगौडा स्थित निवास पुगिसकेको थियो। पक्राउ गर्नुको आधार र कुनै कागजात बिना नै लामिछानेको निवासमा पुगेको प्रहरी पछि रवि सहित राजसपा नेता तथा कार्यकर्ताहरूले कागजात मागे। त्यसपछि मात्रै प्रहरी झस्कियो। प्रहरीले पक्राउ गर्न जाँदा राजसभा सांसद शिशिर रवि लामिछानेको घरमै थिए। खनालका अनुसार प्रहरीले आधारभूत तयारी बिनै उठाएर लैजाने मनस्थितिका साथ लामिछानेको घरमा पुगेको थियो। उहाँलाई पक्राउ गर्ने आधारसहितको कागजात नदिएसम्म गिरफ्तार गर्न मिल्दैन भनेपछि प्रहरी कतै निस्किएर कागजात ल्याएको थियो। खनालले 7+ न्युजसँग भने स्क्यान गरेर पठाएको आदेश प्रति प्रिन्ट गरेर पठाइएको आदेशको प्रति प्रिन्ट गरेर ल्याए जस्तो देखिन्थ्यो। त्यसपछि राजसभा नेताहरूले पक्राउ पूर्जी मागे। प्रहरी टोलीले अदालतको आदेश भएकोले पूर्जी आवश्यक नपर्ने जिक्री गर्यो। पूर्जी बिना पक्राउ गर्न नपाइने अडानपछि प्रहरीले लामिछानेको बेडरुममै बसेर हातैले लेखेर पूर्जीको बेहोरा तयार गरेको थियो। त्यसपछि भने बल्ल रवि प्रहरीको साथमा गएका थिए। काठमाडौँ अदालतमा काम गरिसकेको एक शिष्टाचारका अनुसार उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरे पनि त्यसको कार्यान्वयन भने सम्बन्धित जिल्लाबाटै हुन्छ। रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीको आदेश बमोजिम धरोटी राखेर थुनामुक्त भएका हुन्। उनका अनुसार उच्च अदालतको बुटोल इजलासले जिल्लाको आदेश बदर गरेर थुनामा पठाउने आदेश दिए पनि त्यसको कार्यान्वयन भने त्यही रूपन्देही जिल्ला अदालतबाट नै हुन्थ्यो। यस्तो अवस्थामा उच्च अदालतको आदेश जिल्लामा पठाउने अनि जिल्ला अदालतले प्रहरी मार्फत कार्यान्वयन गर्नुपर्ने हो। उनले भने ज्यान मारेको बलात्कार र अरू सङ्गीन अपराधमा आदेश आउनसाथ प्रहरीले सोझै आरोपीहरूलाई पक्राउ गर्ने चलन भए पनि त्यो अपवादको रूपमा सीमित रहेको उनले बताए। यदि प्रक्रियागत रूपमा गएको भए उच्च अदालत बुटोलको इजलासको आदेश शनिबार र आइतबार बिदाको कारण सोमबार मात्रै जिल्ला अदालत रूपन्देही पुग्थ्यो। त्यसपछि जिल्ला अदालतले तत्काल चाहेमा प्रहरीको सहयोगमा रविलाई पक्राउ गर्न सक्थ्यो अथवा अदालतमा तारिख बुझ्न गएको बेला पक्राउ गरेर हिरासतमा लिने अर्को विकल्प पनि हुन्थ्यो। धरोटीमा छुटेको आरोपीले अदालतबाट प्राप्त हुने सहुलियत र अरू सुविधा गुम्छ भनेर तारिख छुटाउँदैनन् ती शिष्टाचारले भने। त्यसैले ज्यान सम्बन्धी मुद्दा बाहेक अरू धरोटीमा छुटेकाहरूलाई तारिख लिन आउँदा मात्रै पक्राउ गर्ने अभ्यास छ। आदेश भन्दै प्रहरीले देखाएको सक्रियतामा कतिपय कानुनविदहरूले समेत आश्चर्य व्यक्त गरेका छन्। वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रक्रियागत रूपमा उच्च अदालतको आदेश जिल्लामा जाने, जिल्ला अदालतले कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने अनि प्रहरीले व्यक्तिगत नियन्त्रण गर्न सक्ने बताए। अदालतको आदेशको पालना र कार्यान्वयन हुनुपर्नेमा कुनै दुविधा छैन। तर लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्राउ गर्न रातिकै समय रोज्छ। उनले सामाजिक सञ्जालमा लेखेछन् कि टेक्स्ट र एक्सनमा हाम्रो सङ्गति कहिले नहुने हो। रवि लामिछानेका कानुनी सल्लाहकार समेत रहेका वरिष्ठ अधिवक्ता सुशील पन्तले सामाजिक सञ्जालमा सामान्य कानुनी प्रक्रिया र नियमित व्यवहारमा पालना नभएको भन्दै विरोध गरेका छन्। उनले रातिको बेला पक्राउ पूर्जी बिना व्यक्तिको घरमा प्रवेश गर्ने प्रहरीको व्यवहारलाई राज्यको आतंक भनी टिप्पणी गरेका छन्। राजसभा सांसद शिशिर खनालका अनुसार रवि लामिछानेलाई तत्काल पक्राउ गर्न हतारिएको प्रहरी टोलीलाई आवश्यक कागज र पक्राउ पूर्जी बारे सहमत गराउन निकै समय लागेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका डिएसपी दीपक खड्काले लामिछानेलाई तपाईँको अन्तिम इच्छा के छ भनेपछि स्थिति बिग्रिएको थियो। पछि भने प्रहरीले केही बुझ्न वा भन्न बाँकी भए त्यो काम गर्नुहोला भन्ने आशयमा त्यसरी सोधिएको भन्दै आफ्नो तर्क मोडे। राजसभा सांसद
खनाल गिरफ्तारी दिएर थुनामा जान तयार भएको व्यक्तिलाई राज्य संयन्त्रले अमानवीय व्यवहार गरेको टिप्पणी गर्छन्। उहाँ आफैले म जान्छु भनिसकेपछि प्रहरीले आवश्यक कागज र तयारी त पुरा गर्नुपर्ने होइन, खनालले भने। व्यक्ति पक्राउ गर्न चाहिने आधारभूत कागजात र पुर्जी समेत नबोकी कुनै व्यक्तिको बेडरुमसम्म पुग्नु कस्तो चरित्र हो? शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। चाहे माथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु टुलु हेरेर बस्ने लाक्षी मान्छे चाहिँ म होइन, म टुलु तिन कुनैको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस्। त्यसको सत्य तथ्य छानबिन होस्। नेपालका नागरिकहरू, नेपालका युवाहरू मरेका छन्। त्यसकारणले कतैपट्टि आरोप र प्रत्यारोप गरेर सरकारले आफ्नो कमजोरीलाई लुकाउने कोसिस नगरोस्। म के भन्नु, संयोगले 2 पटक गृहमन्त्री भएको मान्छे हुँ, तर मलाई दुःख लाग्छ 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई थाहा छ। 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? छातीमा हात राखेर भन्नुहोस्। गणतन्त्रवादीको कित्तामा छैनौ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिनका लागि गणतन्त्रवादी होइनौ कि लोकतन्त्रवादी होइनौ कि भनेर हिलो छ्याप्ने जुन प्रयास गरिरहनु भएको छ, म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु। जहाँ तपाईँ उभिरहनु भएको छ त्यो गणतन्त्र होइन। तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको छ, लोकतन्त्रको खोल ओढ्नु भएको छ। रासोपा खोल ओढ्दैन। रासोपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ। तर तपाईँको करतुत लुकाउनका लागि तपाईँको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन। जनताको पक्षमा रासोपा छ, परिवर्तनको पक्षमा रासोपा छ। आफ्नो वर्षौंको लुटलाई अनुमोदन गर्ने जुन दुष्प्रयास नेतातन्त्रले गरिरहेको छ, लुटतन्त्रले गरिरहेको छ, त्यसका विरुद्ध त ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौँ, निरन्तर लागिरहनेछौँ। मलाई कुनै पदले मुक्ता छ, सरकार छैन। सत्ताले सुनोस्, रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। व्यक्ति जित्नु ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ। प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारमा एउटा फोटो टाँसिन्थ्यो होला। त्यसले के फरक पर्छ? त्यसले फरक पर्दैन। फरक पर्नको लागि त तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यसपटक साथीहो, मैले ज्यानको माया मारेको छु। तपाईँको पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। तिमीहरूको 2/3 सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु टुलु हेरेर बस्ने लाक्षी मान्छे चाहिँ म होइन, म टुलु टुलु के हुन्छ मलाई थाहा छ। षड्यन्त्रको यो सिलसिला, सरकारको षड्यन्त्रको यो सिलसिला सकिएको छैन। तर मैले कुनै दिन पनि हार मानेको थिइनँ, हार्नेवाला पनि छैन। जुनसुकै परिस्थिति सामना गर्नको निमित्त यो राजनीतिको मैदानमा आएको मान्छे हो। जसुकै आक्षेप लागोस्, जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको मान्छे। माथि विभिन्न मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति, हुन सक्ने जति जोड बल लगाएको छ।
के भयो के भएन मैले भन्नु पर्दैन। कतिपयले भन्ने गर्छन् केही न केही नभएको भए तँलाई त्यत्रो धरौटी लिन्थ्यो त अदालतले भनेर केहीले भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गर्ने काम गरिरहेको मैले सुनिरहेको छु। म यति भन्न चाहन्छु, तिमीहरूको 2/3 सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिने छु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। चाहे म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु हेरेर बस्ने लाक्षी मान्छे चाहिँ म होइन। म टुलुमा के हुन्छ मलाई थाहा छ, तर मलाई केही भन्नु छैन। अझै गरेर षड्यन्त्र। म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ कि 4वटा अदालतमा मैले उपस्थित हुनुपर्छ। तपाईँ अन्दाज गराउनु होला, यो एउटा मान्छे एकै दिन बिहिबारको दिन जे हुन्छ होस्, थप केही मुद्दा लगाउनु बाँकी छ भने पनि लगाओस् सरकारले। मानिसहरू भनिरहेका छन्, जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका छन्। घन्टी बजाएर 21 जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुने होला अलिकति भए नि अब त हामी परिवर्तन हुनुपर्छ, सच्चिनुपर्छ भन्ने सोचे होलान् भन्ने लागेको थियो। तर यिनीहरू घन्टी फुटाउनतर्फ लागे। हामीले सिंहदरबारमा घन्टी बजाएको थियो, यिनीहरू घन्टी फुटाउनतर्फ लागे। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। रासोपाले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न कुनै इच्छा राखेको छ। तपाईँहरूले एकपटक योग्य मान्छेहरूलाई ल्याएर आजको सदनमा रासोपा हटाउनुहोस्, त्यो सदन हुँदैन। रासोपा छ त्यस कारणले सदन भएको छ, कल्पना गर्नुहोस्। एकपटक म तपाईँसँग केही पनि माग्दिनँ। एकपटक यो पदको लोभ छोडेर मैले कुन पदमा आज रासोपामा आफू आसीन बनाए भन्ने कुरालाई बिर्सिएर आउने चुनावमा 101 उम्मेदवार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेदवार उठाउनमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्यो त्यही कहीँ हार्दैन। यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई छोड्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु।